आज हामीहरू क्लास 10 को इंग्लिश बुक यूनिट 4 बाट त्यो लिभिङ दिस चान्टिङ एन्ड सिंगिङ त्यो लिएछौँ। त्यो पिक्चरमा के भनिरहेछ भने व्हाट आर द पीपल इन पिक्चर्स डुइङ। यो पिक्चरमा व्यक्तिहरू मान्छेहरू के गरिरहेछ। इन द फर्स्ट पिक्चर्स he is ploughing the field and the second picture she is praying the god. And question number B, why are they doing these activities? के को लागि एक्टिभिटीज गरिरहेछन् त। and picture number 1 we can give the answer, he is plucking the field to grow vegetables. and the second pictures she is praying the gods to get deliverance. सेकेन्ड मुक्ति पाउनको लागि र फर्स्टमा तरकारीहरू खेती गर्नको लागि उब्जाउ गर्नको लागि गरिरहेछ। सी नम्बर, हु डु यु थिङ्क इज बेटर एट सर्भिङ द गड वाइ। यसो भनिरहेछ दुवै मध्ये को राम्रो काम गरिरहेछ, को गडको लागि प्रे गरी सर्भिङ गरिरहेछ त। हामी पिक्चर ए भन्न सक्छौँ किनभने पिक्चर एमा पिक्चर इज द बेटर एट सर्भिङ द गड बिकज ही इज प्लकिङ द फिल्ड टु सेभ द लाइफ, to crop the fields, to crop the vegetables, to survive itself. अब हामी कुरा गर्दा live this singing and chanting। यहाँ फर्स्टमा दिएछ भने live this singing, live this chanting and singing and telling of it। यसमा के भनिरहेछ भने हामी जुन पूजा पाठ गर्छौँ, जुन माला फेर्छौँ त्यो छाड्नु पर्छ। whom those worship in this lonely dark corner of a temple with doors all shut। जुन हामीहरू मन्दिरको कर्नरमा डार्क रुममा बसेर पूजा पाठ गर्छौँ, प्रार्थना गर्छौँ त्यो गर्न छाड्नु। ओपन दाइन आइज एन्ड सी दे गड इज नट बिफोर हियर। त्यहाँ आँखा खोलेर हेर्दा त्यहाँ ईश्वरको वास छैन, त्यहाँ ईश्वर छैन। ईश्वर कहाँ छ भने यो पहिले हाम्रो रविन्द्रनाथ टोगरले बताउनु भएछ, ही इज देयर where the tiller is tilling hard ground and where the path maker is breaking a stone। ईश्वर कहाँ छ भने जहाँ किसानले खेत खनेर तरकारी उब्जाइरहेछ, हार्ड परिश्रम गरिरहेछ, जहाँ रोड मेकरहरूले रोड बनाइरहेछ, कडा परिश्रम गरिरहेछ, ठुलो ठुलो चट्टान फोडिरहेछ, त्यहाँ ईश्वरको वास छ। ही इज विथ देम इन सन इन सोर। ईश्वर कहाँ छ? जुन व्यक्ति घाममा र बारिसमा कडा परिश्रम गरिरहेछ त्यहाँ ईश्वरको वास छ। एन्ड हिज गार्मेन्ट इज कभर्ड विथ डस्ट, he is with them in sun and shower। त्यो जुन व्यक्ति त्यति घाममा र त्यति बारिसमा काम गरिरहेछ त्यहाँ ईश्वर छ। एन्ड हिज गार्मेन्ट इज कभर्ड विथ डस्ट, जसको कपडाहरू धुलोले ढाकेको छ त्यो व्यक्तिहरूतिर ईश्वरको वास छ। पुट अफ माई दे होली मेन्टर एन्ड इभेन लाइक हिम कम डाउन अन द डस्टी सोइल भनिरहेछ। जति हामी पवित्र होली मेन्टर पवित्र कपडाहरू लगाएछ त्यो निकाल। र ईश्वर यदि ईश्वरसँग भेट गर्नु छ भने ईश्वर कहाँ हुनुहुन्छ त्यो चाहियो भने हामी के गर्नुपर्छ, लाइक हिम कम डाउन अन द डस्ट सोइल। जुन व्यक्तिहरू त्यति धुलोमा परिश्रम गरिरहेछ त्यहाँ जाऊ, त्यहाँ ईश्वरको वास छ, त्यहाँ ईश्वर प्राप्त हुनुहुन्छ। त्यसमा फेरि थर्ड स्ट्यान्जामा के भनिरहेछ भने डेलिभरेन्स वेयर इज दिस डेलिभरेन्स टु फाउन्ड भनिरहेछ। मुक्ति कहाँ पाउँछ, कहाँ छ मुक्ति। आवर मास्टर हिमसेल्फ हैज जोयफुल टेकन अफ इन हिम द बन्स अफ क्रिएसन। आवर मास्टरको अर्थ के भयो भने हाम्रो ईश्वर गड हुनुभयो, जुन हाम्रो ईश्वरले हामीहरूलाई एउटैमा क्रिएसन गर्नुभएछ, एउटैमा बान्नु भएछ। जोयफुल हामीहरूले इन्जोयमेन्ट गराउनु भइरहेछ। त्यहाँ जुन व्यक्तिले कडा परिश्रम गरिरहेछ, कडा परिश्रम गरेर त पनि खुस छ, त्यहाँ ईश्वरको वास छ। हि इज बाउन्ड विथ अल फोर रिभर। जुन ईश्वरले हामीहरूले चारैतिर बाँध्नु भएछ, जुन हामीहरू कहिले पनि बिर्स्नुहुन्न ईश्वरले, त्यहाँ ईश्वर हुनुहुन्छ। जुन व्यक्तिले कडा परिश्रम गरेर किसानहरूले कडा परिश्रम गरेर अन्न उब्जाइरहेछ होइन, रोड मेकर रोड बनाइरहेछ, जो कडा परिश्रम गरिरहेछ त्यहाँ ईश्वरको वास छ। फेरि के भनिन्छ लास्ट स्ट्यान्जामा फोर्थ स्ट्यान्जामा, कम आउट अफ दि मेडिटेसन्स एन्ड लिभ
aside the flowers and scent भनिरहेछ हामी जति प्रार्थना गरिरहेछौँ त्यति मेडिटेसन गर्यो त्यहाँबाट बाहिर आऊ त्यो छाड्नु त्यहाँबाट बाहिर आउने एन्ड फुल र अगरबत्ती बाल्न र चढाउन छाड्नुपर्छ वाट हार्म इज देयर इफ दे क्लोथ्स बिकम टेटेड एन्ड स्टेन के हुन्छ जब हाम्रो कपडा चाथेको हुन्छ र फाटेको हुन्छ र मैलो हुन्छ त्यसमा के हुन्छ मन्दिरमा जाँदा कपडा चाथेको हुन्छ वा फाटेको हुन्छ वा जुन व्यक्तिको राम्रो कपडा हुन्छ त्यो व्यक्तिले पाउँछ चाथेको कपडा जुन व्यक्ति लगाएर त्यसले ईश्वर पाउँदैन होइन त्यस्तो यसमा दिएको छैन यसमा के भनिरहेछ जुन व्यक्ति काडा परिश्रम गरिरहेछ धुलमाथि लगाइरहेछ त्यति गर्मीमा होइन त्यति जाडोमा त्यति बारिसमा काम गरिरहेछ त्यो व्यक्तिहरू ईश्वर छ त्यहाँ गएर त्यहाँ ईश्वर प्राप्त हुन्छ भनेपछि फेरि मिट हिम एन्ड स्ट्यान्ड बाई हिम इन टोयल एन्ड इन स्विट अफ दे ब्रो हामी ईश्वरसित कहाँ भेट्छौँ जुन व्यक्तिहरू कडा परिश्रम गरेर पसिना चुहाइरहेछ स्विट मिस पसिना हुन्छ पसिना चुहाएर कडा परिश्रम गरिरहेछ त्यहाँ ईश्वरको वास छ हामी मन्दिरमा गएर पूजापाठ गरेर ईश्वर मेडिटेसन गरेर ईश्वरलाई प्राप्त गर्छौँ भने त्यहाँ ईश्वर प्राप्त हुँदैन ईश्वर प्राप्त गर्नु छ भने त्यहाँ जाने जुन किसान छ जुन खेतीपाती गरिरहेछ त्यहाँ ईश्वरको प्राप्त हुन्छ यो हाम्रो च्याप्टरमा भनिरहेछ अब हामी यसको एक्सर्साइजको कुरा गर्दा के छ भने ए नम्बरमा के भन्ने छ भने फाइन्ड द वर्ड्स फ्रम द पोएम व्हिच लिभ द फ्लोइङ मिनिङ्स वानमा के छ भने स्मल पिसेस अफ ग्लास और स्टोन थ्रेडेड with others to make a necklace यसको अर्थ के हुन्छ बीड्स माला यसको अर्थ बीड्स मतलब माला भयो बी नंबर के छ टू प्रिपेयर एन्ड यूज लैंड फॉर ग्रोइंग क्रॉप्स इसको खन्नु त टिलिङ पिसेस अफ क्लोथिङ गार्मेन्ट द लेयर अफ समथिङ that covers a surface इसको कहीं ढाक्नु मेन्टल the stage of being recused from danger evil or pain भन्ने कुनै कुराबाट मुक्ति पाउनुलाई के भन्छ डिलिभरेन्स भनिन्छ or substance that produce a pleasant smell when you burn it कुनै राम्रो शान्तिको लागि राम्रो सुगन्धको लागि केही बाल्नुलाई के भनिन्छ इन्सेन्स अगरबत्ती हो कभर विथ मार्क्स केहीले ढाक्नुलाई के भनिन्छ स्ट्यान्ड भनिन्छ यसमा हार्ड अनप्लिजेन्ट वर्क द्याट मेक्स यु भेरी टायर्ड केही खन्नु गर्नुलाई के भनिन्छ टोयल भनिन्छ यसको बीमा के भनिरहेछ भने फाइन्ड द मोडर्न इक्विभ्यालेन्ट्स अफ द फ्लोइङ आर्चिप्स वर्ड्स युजिङ द पोएम वन नम्बर डोस्ट के भन्छ दु हुन्छ दोको यु हुन्छ थाइनको योर हुन्छ दाइको योर हुन्छ अब नेक्स्ट कुरा गर्दा हाम्रो एन्सर क्वेशनको कुरा गर्दा भने एन्सर द फ्लोइङ क्वेशन्स एकमा के भनिरहेछ हु इज द पोएम एड्रेसेड टु द पोएम इज एड्रेसेड टु दोज पिपुल हु गो टु द टेम्पल for chanting, singing and telling of beads. And question number B is saying what does the speaker advise people? The speaker advises people to seek God in a laborious persons or believe in labor instead of chanting, singing and counting beads to please gods. And next question is saying where do people try to find the God? मान्छेहरू ईश्वरलाई खोज्न कहाँ प्रयास गर्छ द पिपुल ट्राई टु फाइन्ड द गड इन द लोनली एन्ड डार्क कर्नर अफ द टेम्पल और थ्रो ट्रेडिसनल प्र्याक्टिस अफ वर्कसिप सच एज चान्टिङ पूजा पाठ गरेर होइन एन्ड नेक्स्ट क्वेसन इज सेङ क्वेसन नम्बर डी इज सेङ वेयर अकर्डिङ टु द स्पिकर डज द गड एक्चुअली रिसाइड according to the speakers God actually resides with the people who are working in the fields breaking stones and covering their hands with dust and next number is saying how can people have a glimpse of the God the people can have glimpses of the gods by doing hard labor for earning their breeds even during sun and rain and question number F के भनिरहेछ भने why can't the God rescue people the God can rescue people because he himself has taken upon him the wants of creation he is not free he is bound with all forever so people must find their own way by engaging with the word and finding the meaning and purpose in every day and next question is saying what does the speaker
asks people to do in the last sentence. The speaker asks people to come out of their meditations and leave aside their flowers and incense and meet him who is in toil and in sweat of their brown. थ्याङ्क यू भेरी मच। तपाईँहरू च्यानलले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला